त्यो नै मिनट। जय मातृभूमि नेपाल आमा, सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई स्वागत गर्दछु जर्नलिज्म एजुकेसन च्यानलमा। आजको टपिक रहेको छ इन्भाइरोमेन्ट जर्नलिज्म, वातावरण पत्रकारिता। वातावरण पत्रकारिताको बारेमा जान्नका लागि पहिले वातावरण भनेको के हो जान्न जरुरी रहन्छ। वातावरण भन्ने विषय अत्यन्त व्यापक रहेको छ। वातावरण भनेपछि यसभित्र जल, जमिन, आकाश, जीवजन्तु, वनस्पति तथा प्राकृतिक सम्पदा मात्र होइन, पृथ्वीभित्र र बाहिरका वातावरणसँग जोडिएका सबै विषय वातावरणभित्रै पर्दछन्। वातावरण पत्रकारिता भन्नाले यी सबै विषयसँग सम्बन्धित समाचार सङ्कलन, लेखन र सम्पादन तथा सम्प्रेषण गर्ने पत्रकारिता हो। वातावरण विनाश भयो भने आइपर्ने समस्याका बारेमा जनतालाई जानकारी गराउने र वातावरण विनाश नगर्न सचेतना जगाउने काम वातावरण पत्रकारिताले गर्न खोज्दछ। वातावरण विनाशका कारण आइपर्न सक्ने समस्याहरू जस्तै बाढी, पहिरो, खडेरी, अम्लीय वर्षा, वन विनाश, जीवजन्तुको लोप आदि विभिन्न विषयमा जनचेतना जगाएर वातावरण संरक्षणमा आम जनतालाई सहभागी गराउने काममा वातावरण पत्रकारिताले सहयोग गर्न सक्दछ। वातावरण पत्रकारितालाई आफ्नो विधा बनाउन चाहने पत्रकारले पत्रकारिताको ज्ञानको साथै वातावरण सम्बन्धी ज्ञान हासिल गर्नै पर्दछ। वातावरण सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति र निर्णयहरूको बारेमा पनि अध्ययन गरेर वातावरण पत्रकारिता गर्नुपर्ने हुन्छ। वातावरणका विषयलाई आम जनताले बुझ्ने भाषामा प्रस्तुत गर्नुपर्दछ। वातावरणको संरक्षण गर्न सकेमा निश्चय पनि मानव जातिको मात्र होइन, सम्पूर्ण प्राणी र पृथ्वीको नै आयु लामो हुने देखिन्छ। वातावरण पत्रकारिताका आधुनिक स्वरूप सन् 1960 देखि विकास भएको भनिन्छ, तर वातावरण सम्बन्धी लेखनको सुरुवात भने क्रिस्टोफर कोलम्बसले अमेरिकी महादेशको यात्रा पछि भएको मानिन्छ। धन्यवाद। जय मातृभूमि नेपाल आमा।